हेर्नुहोस् त साथीहरू, तोरु कसरी उमार्न सकिन्छ भनेर पहिला यसलाई यसरी भिजाउने। यसरी यो पेपरमा भिजाएर माथिबाट पानी छर्किनुपर्छ। यसलाई कम्तीमा पनि 5-7 घण्टा जति भिजाउनुपर्छ र यसरी यो ब्यागमा माटो हालेर माटो र यसमा कोही कम्पोस्ट मल या कुनै कोकोपिट जो मलहरू मिसाउने। कोकोपिट मलहरू मिसाइसकेपछि यसरी छर्केर बराबर गरेर मिलाइसकेपछि जति ब्याग बनाउने हो। अब यसरी ब्याग तयार भइसकेपछि यो बिउ भिजेर अंकुरण गर्न लागि तयार हुन्छ। यो अंकुरण गर्न लागि तयार भएको बिउहरू यसरी जो ब्यागमा जो लगाउने हो त्यसमा यसरी लगाउने। जति बिउ छन् त्यसमा राम्रोसँग लगाउने र राम्रोसँग लगाइसकेपछि यसरी अलिकता माथिबाट पुरिदिने। पुरिसकेपछि माथिबाट अलिकता छिमछिमे पानी छर्किदिनुपर्छ। यसरी पानी छर्किदिएपछि उम्रिन्छ अनि अलि चाँडै उम्रिन्छन्। अबको 3 दिनपछि बेर्ना यत्रो तयार भइसकेको छ। हेर्नुहोस् साथीहरू, 3 दिनमा यत्रो बेर्ना तयार भएको छ। 3 दिनमा यत्रो बेर्ना तयार भयो। 10 दिनमा हेर्नुहोस् बेर्ना सार्नको लागि भनेर तयार भएको छ यो बेर्ना। अब यो अर्को ठाउँमा खनेर लगाउने ठाउँमा लगेर खनेर मल हालेर त्यसो बेर्ना उक्काएर यसरी हेर्नुहोस् साथीहरू, बेर्ना उक्काएर यसरी अन्त ठाउँमा खनेको ठाउँमा मल हालेर यसमा मल मिक्स गरेर यसरी बेर्ना सार्ने। बेर्ना सारिसकेपछि सबै ठाउँ वरिपरि मल र पानी मिक्स हुने गरी राम्रोसँग माटो मसिनो हुने गरी त्यहाँपछि माटो मसिनो गरेर यसरी लगाउनु पर्दछ। लगाइसकेपछि अब देख्नुहुन्छ वरिपरि लगाइसकेपछि यसरी पानी हाल्ने हजारीले माथिबाट पानी छर्किदिने। समयमा पानी छर्किनुपर्छ। 45 दिन पुगेपछि हेर्न सक्नुहुन्छ साथीहरू, फुल फुलेर बेर्ना यसरी तयार भएको छ। बेर्ना तयार भएको छ, तोरी तयार भएको छ।